सो गाइज वेलकम ब्याक। सो तपाईँहरू धेरैजनाले मेसेज गर्नुभएको छ फिफा वर्ल्ड कपको चाहिँ रेकर्ड गरेर हाइलाइट्सहरू युट्युबमा हाल्नु मिल्छ कि मिल्दैन भनेर धेरैजनाले सोध्नु भएको छ है। म त्यसको रिप्लाई दिन्छु। सो सिम्पल कुरा छ, फिफाले चाहिँ तपाईँहरूलाई युट्युब जस्तो प्लेटफर्ममा चाहिँ हाइलाइट्स अपलोड गर्न दिँदैन। अब तपाईँ एकदमै हेभिली एडिट गर्न सक्नुहुन्छ भने चाहिँ त्यस्तो केसमा तपाईँहरूले ट्विस्ट गर्न सक्नुहुन्छ होइन। त्यस्तो केसमा एडिट गरेर अपलोड गरिरहेको हुन्छ कतिवटा च्यानलहरूले। उनीहरूले एकदमै हेभिली एडिट गर्ने हो है। त्यो 90 मिनटको भिडियो लगभग 10 मिनटको भिडियोमा चाहिँ कन्भर्ट गरेर राख्ने हो। त्यही पनि उनीहरूले अडियो म्याच हुने तरिकाले राख्दैनन्। अडियो र भिजुअल जुन छ त्यो चाहिँ म्याच हुने गरेर राख्दैनन्। त्यसरी हेभिली एडिट गर्नुपर्छ है। अब सकेसम्म चाहिँ म तपाईँहरूलाई सजेस्ट चाहिँ के गर्छु भन्दाखेरि त्यस्तो खालको भिडियोहरू अपलोड नगर्नु, किनभने च्यानल चाहिँ रिस्कमा पर्छ है। अब यो फिफा भयो होइन, फिफाको वर्ल्ड कप भयो, ओलम्पिक भयो होइन, अथवा अरू कुनै अफिसियल इन्टरनेसनल स्पोर्ट्सहरू छ भने होइन। अब अहिले रविन्द्र ढाँटको जुन युएफसीको फाइट जुन छ त्यो पनि हामीले अपलोड गर्नु मिल्दैन, हामीले हाइलाइट्स बनाएर हाल्नु मिल्दैन। किनकि त्यो यो सबै कन्टेन्टहरूमा चाहिँ च्यानलहरूलाई चाहिँ ब्रोडकास्टिङ राइट भनेर दिएको हुन्छ, ब्रोडकास्ट गर्नको लागि राइट दिएको हुन्छ। त्यसमा चाहिँ पैसा तिरेर उनीहरूले किन्नुपर्ने हुन्छ है। अब उनीहरूले चाहिँ अफिसियल्ली हामी यो च्यानलमा अपलोड गर्छौँ अथवा कुन खालको एग्रिमेन्ट उनीहरूले गर्छ त्यो अनुसार उनीहरूले अपलोड गर्ने राइट्स पाउँछ होइन। तर जो हाम्रो नर्मल च्यानल छ जसले चाहिँ ब्रोडकास्टिङ राइट लिने त सोच्न पनि सक्दैन होइन। सो जसको नर्मल च्यानल छ उसले चाहिँ अपलोड गर्यो भने अडियो र भिजुअल दुवै चाहिँ अटो डिटेक्ट हुने सिस्टम बनाएको हुन्छ होइन। युट्युबले पनि अटो डिटेक्ट गर्छ र त्यस्तो केसमा चाहिँ कपिराइट स्ट्राइक हानिदिन्छ, जसले गर्दाखेरि तपाईँहरूको भिडियो पनि डिलिट हुन्छ र एउटा च्यानलमा स्ट्राइक पनि पर्न जान्छ। अब कतिवटा भिडियो अपलोड गर्नुहुन्छ, 3टा भिडियो अपलोड गर्नुभयो भने तपाईँहरूलाई 3वटा स्ट्राइक पर्छ र तपाईँहरूको च्यानल उड्छ है। त्यही भएर चाहिँ रिस्क लिनु हुँदैन भन्छु म चाहिँ सकेसम्म चाहिँ। अब तपाईँहरूलाई के हुने रहेछ टेस्ट गर्छु भनेर लाग्छ भनेदेखि गर्नु होला, नभए चाहिँ नगर्नु होला। अर्को कुरा भनेको चाहिँ अब रियाक्सन भिडियो जसले रियाक्सन भिडियो बनाउँछ उसको चाहिँ के हुन्छ, अथवा त्यसैले रियाक्सन भिडियो बनाउनु मिल्छ कि मिल्दैन भन्नेको लागि चाहिँ अब रियाक्सन भिडियो पनि खासमा चाहिँ ब्याकग्राउन्डमा त अब फुटबलको भिडियो राख्नु पऱ्यो फेरि रियाक्सन भिडियो भनेर होइन। त्यो पनि गर्न पाइँदैन किनकि तपाईँहरूले अब ब्याकग्राउन्डमा चाहिँ केही पनि अडियो सडियो केही पनि नराखेर फोटो मात्र राख्नुभयो भने, त्यस्तो केसमा कमेन्ट्री गरेर फोटो मात्र राख्नुभयो भने चाहिँ त्यस्तो केसमा चाहिँ कपिराइट लाग्दैन। नभए ब्याकग्राउन्डमा फुटबलकै भिडियो राखेर होइन, वर्ल्ड कपकै भिडियो राखेर अनि रियाक्ट गर्नुभयो भने त्यस्तो केसमा तपाईँहरूको फेरि कन्टेन्ट डिटेक्ट हुन्छ र त्यसलाई चाहिँ युट्युबले पनि फेयर युजमा राख्दैन होइन। नभए चाहिँ नर्मली के हुन्छ भने युट्युबमा भएको जति पनि भिडियो छ तिनीहरूमा चाहिँ रियाक्ट गर्यो भने चाहिँ त्यसलाई चाहिँ फेयर युज मान्छ होइन। किनकि उनीहरूको डाइरेक्टली हामीले भिडियो युज गरेको डाइरेक्टली कपी नै गरेर अथवा डाउनलोडै गरेर ल्याएर हालेको होइन। त्यस्तो केसमा चाहिँ फेयर युज भनेर राखेको हुन्छ। तर डाइरेक्ट अब हामीले जुन स्पोर्ट्सको जतिवटा हुन्छ नि, जतिवटा गेमहरू छ तिनीहरूमा चाहिँ हामीले रियाक्ट गऱ्यो भने त्यसमा चाहिँ कपिराइट स्ट्राइक लाग्ने गर्छ है। सो त्यही भएर चाहिँ यो चाहिँ ट्राई नगर्नु होला, रियाक्सन भिडियो पनि नबनाउनु अनि त्यो हाइलाइट्सहरू पनि नबनाउनु होला, किनकि त्यसको लागि चाहिँ अब त्यो राइट तपाईँहरूसँग छैन है। त्यति नै हो। थ्याङ्क यू सो मच फर वाचिङ द भिडियो। अब आजको एपिसोड कस्तो लाग्यो कमेन्ट गर्नु होला। अब आज चाहिँ नर्मली यतिकै भिडियो बनाएँ मैले है। थ्याङ्क यू सो मच। सी यू गाइज इन द नेक्स्ट वान। बाई बाई।